है गाइस भाइरल रोड टक्क गाडी कुडाउँदै भाइरल रोडतिर हामी बाटोमा तिमीसँग सँग ल चाहिँ एक्सट्रिम जुस एक सरको दुनियाँ अर्को को हो भन्ने हेर्नुहुन्छ ओ गिनी पिग हेर्नु गाइज वाउ के हो यो मुसा वे के भन्छ होला इङ्ग्लिसमा डियर कस्तरी हेर यो त एकदम सोचिरहेको छ है अप्प नजिक आएछ म खाइदिन्छ यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस् जुम गरिदिनुहोस् त ओके सुतिरहेको छ है बच्चा कति राम्रो हेर न गाई नीली गाई कोट्याहार सिंह नछो सिङ चारो त कोले डुम्सी नदि डुम्सी बा हेर हेर न ओए झन् उफ्रेर हरि बुढाइदिनु रहेछ कहाँबाट त ब्लगमा बनाएर हाल्ने सब डेन्जर छ नि होला जुम गरेर त जुमिङ यसको 20 देखि 30 वर्ष बाँच्दो रहेछ 20 देखि 40 केजी चाहिँ यसको ऊ हुनु रहेछ पनि देखाइदेऊ त डिटेल्स पनि लम्बाइ चाहिँ 5 देखि 7 मिटर हुने 100 वटा 18 चाहिँ 2 देखि 3 महिना बस्ने रोचक जानकारी अरु के जानकारी छ उहाँ पर जाम उता हेरौँ न यो त सोल्टिना आइज ओ सोल्टिना सुक्खा रोटी सुक्खा रोटी आइरहेको कसले दियो होला रोटी लिएर यिनीहरूलाई छुट्टा यो बुढो भइसक्यो यो उ होला गाइस आजको डे आउट चाहिँ हामी ट्याक्क वनबाटिकामा सर अब जिपलाइन खेल्ने भन्ने सल्लाह भएको छ लेट्स ट्राई फर्स्ट ट्राई है अब मेरो भाइ हामी जिपलाइन त यहाँदेखि यो रोडलाई यहाँसम्म जाने है हाम्रो डेस्टिनेसन जिपलाइन भ्लग बनाएको भएन त म नयाँ छु नि त त्यही भएर ट्याक्क यहाँ साइक्लिङ जिपलाइन गेम स्विङ ऱ्यापिङ स्काई साइक्लिङ हामी चाहिँ जिपलाइन म त आफ्नै क्यामेरा ल इन्ट्री भइसक्यो अब हामी यहाँ रेडी हुँदैछ है धड्कन बढ्यो हो छैन नि खस्यो नि चिच्चाएर नि को चिच्चाएर मेरो गरिदिनु भएन ए उयो छु वार्यो कस्तो फिल भयो गाइस लेट्स सी को कति डराउँछ ल कस्तो एक्सपिरियन्स भान्जी कस्तो भइरहेछ स्याट डर लागिरहेछ कि अलि डर लागिरहेको छ अलि माथि चढ्ने बेला अघि त लाग्थेन पहिला म जाने कि तिमीहरू के डर त्यहाँ चिङ्गर सुई जान्दा हो नि हल्का त हुने रहेछ ढुकढुक ल चाहिन्छ र तले दिएको यस्तै रहेछ कि जाने हो दाइ जाँदै हुनुहुन्छ ए आएको पछाडि यसले यहाँ डुबिसक्यो कि मेरो यहाँ
कतिको डर लाग्छ हौ दाइ सरी हो धुक 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 भएको छ क्या हो त्यो मान्छे कामेरा जस्तो देखेछ खुट्टा खै ए हुन्छ हल्लेको त यो भिडियो अन छ यस्तो यो अन छ भिडियो भिडियो हुन्छ हो हो गाइस ल लेट्स गो ल वहाँ पुगिसक्यो स्टेसन त्यहाँ पुगेर चाहिँ खोल्ने रहेछ अनि त्यहाँदेखि फेरि रिटर्न ब्याक हान्दैछ टर्न बाई टर्न ल नेक्स्ट टर्न हेलो लक्ष्मी ल के छ डर लागिरहेछ जम्मा 180 मिटर त हो नि रेडी छे के गरे रे अलि ढकल्दैन ए मान्छे डरायो ल भान्जे जाऊ नेक्स्ट ल उहाँ पनि पुग्नु भयो ल भान्जे ए स्पिडै भयो हेलो डर लाग्छ लाग्छ न रे एकदम स्ट्रङ गोर्खालीको छोरी अरे कसको छोरी अरे यतिको चाहिँ हुनुपर्छ है साथी क्यामेरा हुन्छ क्यामेरा अन गर्नु त ए सरी चप्पल खस्ला यार तिम्रो चप्पल लाएर जाने हो अब चाहिँ लगायत मात्रै जानु लाग्यो उता आउँदा उहाँले लको क्यामेरा हजुर है ओके ल लाग्यो है मजा आयो ल लास्ट स्पिड आएको म त म त डराइन है अब यस्तो गर तिमी लास्ट न होइन हो म यो क्यामेरा समात्ने हातमा हुन्छ के नि त मेरो पछाडिबाट यो कहाँ हुन्छ क्यामेरा हातले साट्ने हो अहिले हुनुहुन्छ के ल के हो मैले समात्दिन त्यसले हातले सक्दैन यो छिराउने ल जिप लाइन पनि चढ्यो सबैजना खुसी कोही डराउँदै
कोही डरको खुसी कोही खुसीको खुसी ल त्यो त केही होइन गाइज मेरो त करोडको टी सर्ट खराब भयो नि यहाँ यस्तो ग्रिस लगाएर गाह्रो छ अब हामी घरतिर लाग्छौँ नै भन्नु पर्थ्यो नि आफूले आउँदै रहेछ यार आउनु आउनु अझै ल गाइज हामी चाहिँ आज निम्बिल्ला ट्याक्क निम्बिल्लामा आज खाना बाहिर खाने भन्ने रहेछ ल लेट्स गो जहाँ भयो नि हुन्छ क्या अहिले पहिला खाना खाउन आयो भोक लागेको छ भ्लग स्टार्ट गर्नु खाइसकेपछि फेरि सिस्टा घर आउँछ नि आज गाइडिङ गर्दै हेर्नु कस्तो राम्रो कलर के खाने आज भन्छ के छ आमा हेरौँ नयाँ ठाउँमा नयाँ खाना सबभन्दा खुसी छ यिनी हुन्छ ल कसको आज हो यहीँ बस्दा हुन्छ त फेरि धेरै छ क्या अब भान्जीहरू भिडियो आउँदैछ के फोटो खाना खाने सब खाना भन्दा नि एक्साइटेड फोटो खिच्न छन् है साथीहरू हाम्रो दुसाइसकेको दामी मान्छेलाई लिनुहोस् हजुरलाई टेस्ट गरौँ न ल भानिज ल चेस हानिदिइसकेको पुरा घुमाएर अगाएन न पहिला यसो सुतार घुमाउँदै लिएर फ्राइड राइस पनि आइसकेँ अब फ्राइड राइस टेस्ट हान्दै सर्भ बाई मल्ल भान्जीको आज सर्भ ओके थ्याङ्क यू आफ्नो यो भान्जीको चिकन नखाने अनि भेजिटेरियन त्यही भएर आफ्नो म्युजिकको टालमा कस्तो छ गाइज खाना खाना बबाल 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 कस्तो लाग्यो त फिडब्याक दिनु पऱ्यो नि त अनि भिल्लामा मलाई यस्तो यस्तो भिल्ला गएर खाना खोजेर चाहन्छ भने मलाई पैसा क्लियर गर्नु पैसा के गरिदिने तर दामी छ यार कसम फेरि कोही आउँदै हुनुहुन्छ भने एकदम दामी केही छैन कम्प्लेन नो पार्टनर चाहिन फ्यामिलीसँग आए पनि हुन्छ थ्याङ्क यू फर सर्भिङ ल एकदम खुसी लाग्यो फेरि नेक्स्ट टाइम आउनेछ लगाएछ हुक्का हुक्का है कुन फ्लेभर रे यो मिन्टवाला खोज जान्नु त दाइ यस्तो हुने रहेछ त पुरो आइज नि यता त हुक्काको त ल ठिक छ बिल्लाको हट विङ्स आइसक्यो है ग्लोभ्स लगाएर खानु गयो नि फेरि Let's try. First bite है guys, first bite. कस्तो लाग्यो त हट कस्तो ठिक छ Wow. ओके पहिला उल्टा गराएर ए यो प्लेटमा टटाउनु रहेछ नि क्या
Guys, it's my favorite first try it. ल खानु त ल guys, करोडको है दामी छ मोमिनेट गरे एकदम मिठो खाना खाइयो त्यहाँको ल यहाँ देखियो हामी जिल्ला तल खाएपछि बाहिरको भ्यू चाहिँ दामी यसो हेरिदिउँ न हामीले नि आफूलाई कति छ ल बाहिर गएर सुन्दर